बल्ल के भयो अरे त्यो उसले हरिले अँ यहाँ पढ्न जान्थ्यो कि उहाँ त्यही त नि नाराघाट हो त्यस्तै हो नि मलाई नि अलि अलि कम मात्र हो थोरै कम हुन्छ 5-7 किलोमिटरको मात्र कम हुन्छ नत्र म पनि पढ्न त्यसै ठाउँमा आउने हो म अब जहाँ घर जाने हो भनेपछि अनि के हुन्छ अरे के भने जस्तो हुन्छ अरे अनि के रे म घर जान्छु भन्यो भने के भने जस्तो हुन्छ अरे ए बल्ल भयो राति अँ बल्ल बुढी ताती के बकेको हो के बकेको हो घुम्न आएको त्यहाँ झम पात पनि नभए ल्याउने भैँसी अड्केर मर्छ गाई त झम घाँस पनि नल्याएको त्यो डाँठ मात्रै ल्याएछ डाँठ मात्रै ल्याएछ अड्केर मर्छ भैँसी त झम जाने जाने भयो अब त ताती अब राति हुनु पऱ्यो नि ताती पनि हुनु पऱ्यो अब राति भएपछि बेलामा म ताती पनि हुनु पऱ्यो नि फेरि बल्ल भयो राति बल्ल बुढी ल